फिफा वर्ल्ड कप 2026 मा फिफाले ल्याए 5 वटा नयाँ नियमहरू के छ त्यसको बारेमा डिस्कस गरौँ है त। रुल नम्बर 1, थ्रो इन एन्ड गोल किक काउन्टडाउन। यदि बल ग्राउन्ड बाहिर गयो र प्लेयरले 5 सेकेन्डभित्र थ्रो इन गरेन भने त्यो बल विपक्षी टिमलाई जानेछ। यदि गोलकिपरले बल 8 सेकेन्डभन्दा बढी होल्ड गरेर राख्यो भने अपोजिसन टिमले कर्नर किक पाउनेछ। रुल नम्बर 2, 10 सेकेन्ड सब्स्टिट्युसन। सब्स्टिट्युसन हुँदा बाहिरिने खेलाडीले 10 सेकेन्डभित्र नजिकैको लाइन क्रस गर्नुपर्नेछ। यदि ढिलो गर्यो भने सब्स्टिट्युसन भएर आउने खेलाडी 1 मिनेटसम्म ग्राउन्ड छिर्न पाउने छैन। रुल नम्बर 3, घाइते खेलाडी 1 मिनेटसम्म बाहिर बस्नुपर्नेछ। यदि कुनै खेलाडी घाइते भयो र ट्रिटमेन्टको लागि खेल रोक्यो भने ट्रिटमेन्ट पछि उसले ग्राउन्ड छोड्नुपर्नेछ र खेल सुरु भएको 1 मिनेट पछि मात्र छिर्न पाउनेछ। त्यतिन्जेलसम्म टिमले 10 प्लेयर नै खेल्न पर्नेछ। रुल नम्बर 4, भिआर अझै पावरफुल हुनेछ। अब भिआरले केवल गोल वा पेनाल्टी मात्र होइन, गलत दोस्रो येलो कार्ड, गलत खेलाडीहरूलाई कार्ड दिएको अवस्था र स्पष्ट रूपमा गलत कर्नर किक निर्णयहरूलाई पनि समीक्षा गर्न सकिनेछ। यसले रेफ्रीको गल्तीलाई अझै कम गर्नेछ। रुल नम्बर 5, मुख छोपेर बोलेमा सिधै रेड कार्ड। यदि कुनै प्लेयरले अपोजिसन टिमको प्लेयरसँग मुख छोपेर कुरा गरेमा सिधै रेड कार्ड पाउनेछ। तपाईँहरूलाई यो 5 वटा रुल मध्ये कुन रुल चाहिँ राम्रो लाग्यो कमेन्ट गर्नु होला है त।